म यो कार्यक्रमको हार्दिक शुभकामना दिन चाहन्छु, सफलताको पनि कामना व्यक्त गर्न चाहन्छु। धेरै विचारहरू आएका छन् वर्तमान परिवेशमा, वर्तमान परिस्थितिमा। जसरी शिवजीले, मलाई त के लाग्यो थियो भने अध्यक्षजी, पूर्व अध्यक्षजी बोल्दैन भने उनीहरूले कतै कतै सरकारप्रतिको पनि केही आक्रोश त नभनौँ, अन्तर्मनमा त्यस्तो केही छ कि भन्ने जस्तो पनि लागेको थियो। किन हामी सरकारको नेतृत्व लिँदै गर्दा जीवनकालमा राजनीतिक रूपमा हामी अगाडि बढिसकेपछि सरकारको नेतृत्व लिँदै गर्दा सबैका प्रति जिम्मेवार हुनु जरुरी हुन्छ र सबैको सम्मान गर्न पनि जरुरी हुन्छ। त्यो हाम्रो दायित्व र कर्तव्यभित्र पर्छ। र पत्रकार साथीहरूका बारेमा धेरै कुरा यहाँ उठेका छन्। केही अलिअलि मैले व्याख्या विश्लेषण गर्नुपर्दा केही विभेदका विषयहरू पनि उठेका छन्। भोलि त्यसका बारेमा चर्चा गरौँला, म त्यतापट्टि गइनँ। तर जसरी वर्तमान परिवेशमा यो पत्रकारिता क्षेत्रको सम्मानलाई अझ उचाइमा पुर्याउने सन्दर्भमा हामीले अझ पनि केही गर्न छ, सरकारले पनि गर्न छ र यो पत्रकारिता क्षेत्रमा लाग्नुभएका महानुभावहरूले पनि केही गर्नु छ। त्यसैले मेरो आग्रह यति मात्रै रहन्छ कि विशेष गरी पश्चिम क्षेत्रमा यो सम्मानका लागि तपाईँ हामी सबै मिलेर अगाडि बढौँ। प्रदेश सरकारका तर्फबाट मैले निर्वाह गर्नुपर्ने भूमिका म निर्वाह गर्न तयार छु। यो विश्वास म यहाँलाई दिलाउन चाहन्छु। र स्वाभाविक रूपमा केही बजेटसँग जोडिएका कुराहरू छन्। अहिले सोसियल मिडियादेखि लिएर सामाजिक सञ्जालहरूमा धेरै कुराहरू आएका छन्। म यति मात्रै भनौँ शिवजी कि हाम्रो संरचना, हामी जुन व्यवस्थाभित्र छौँ, जुन संविधानले हामीलाई गाइड गरेको छ र हाम्रा सबै क्षेत्रका अधिकारहरूका सन्दर्भमा पनि संविधानले केही कुरा मार्गनिर्देश गरेको छ। हाम्रा ऐन छन्, कानुन छन्, नियम छन्। तर त्यति हुँदाहुँदै पनि हामीले हामीलाई परिवर्तन गर्न सकेका छैन। यो दुःखद कुरा हो। धेरै कुराहरू राज्य सञ्चालनसँग जोडिएका कुराहरू, धेरै अहिले पनि अघि केही साथीहरूले उठाउनु हो कि उत्पादनका कुराहरू, रोजगारीका कुराहरू, त्यति मात्रै होइन, हामीले डेलिभरी दिने कुराहरू, हामीले यो परम्परागत शैलीलाई जसरी परिवर्तन गरेर लैजानु, जसरी व्यवस्था परिवर्तन भयो, संविधान हामीले निर्माण गर्यौं, त्यसका सँगसँगै यो जुन परिपाटी छ यसलाई जुन हिसाबले परिवर्तन गरेर समय सापेक्ष ढङ्गले यसलाई जसरी अगाडि बढाउनु पर्थ्यो, जसमा हामी लाग्नु पर्थ्यो, जुट्नु पर्थ्यो, कता कता त्यहाँ हामी चुकिराखेको जस्तो मलाई पनि आभास हुन्छ। र कता कता हाम्रो मानसिकतामा पनि हामी अलि बढी व्यक्तिवादी, अलि बढी समूहवादी अथवा अलि बढी आफू केन्द्रित भएर विभिन्न कार्यहरू गर्न थाल्यौं कि भन्ने पनि मलाई लाग्न थालेको छ। यो सबै कुरा गर्दै गर्दा आजको मितिमा धेरै कुराहरू
सुधारका प्रयत्नहरू गर्ने प्रयास हुँदाहुँदै पनि सोचेको जस्तो परिवेश र परिस्थिति निर्माण हुन नसकेका कारणले म आफू पनि दुखी छु। मैले तपाईहरू जस्तो यो फोरममा यो पत्रकार साथीहरूका बीचमा मैले यी कुराहरू राख्न हिचकिचाउनु हुँदैन भन्ने मलाई लाग्छ र मेरो निरन्तर मैले हरेक ठाउँमा भन्ने गरेको छु, तपाईले मलाई सल्लाह सुझाव दिने जतिको अधिकार छ त्योभन्दा बढी तपाईले मसँग आँखामा आँखा मिलाएर भन्न सक्ने सामर्थ्य राख्नु पर्दछ जस्तो मलाई लाग्छ। त्यस कारणले म मिडियाका साथीहरूलाई भन्न चाहन्छु, हुन त निरन्तर सायद मलाई लाग्न सक्छ, म गलत पनि हुन सक्छु, संवादका कुराहरूमा, भेटघाटका कुराहरूमा, छलफलका कुराहरूमा सायद चाहे त्यो विज्ञसँग होस्, चाहे बौद्धिक वर्गसँग होस्, चाहे हरेक सेक्टरका साथीहरूसँग मैले जोडिने प्रयत्न गरेको छु, कोसिस गरेको छु र कुनै पनि साथीहरूले मलाई कुनै पनि समयमा केही सल्लाह सुझाव दिने सन्दर्भमा, भेट गर्ने सन्दर्भमा सायद म तपाईहरुसँग सधैँभरि उपलब्ध छु जस्तो मलाई आभास हुन्छ, मलाई लाग्छ। त्यो यसलाई अझ सहजीकरण गर्ने सन्दर्भमा, सहजता प्रदान गर्ने सन्दर्भमा मैले आफूलाई केही करेक्सन गर्नुपर्ने छ भने पनि म त्यसका लागि तयार छु। र जहाँसम्म पत्रकारिता क्षेत्रका धेरै कुराहरू आएका छन्, यसको हिस्ट्रीदेखि लिएर अघि बेचीले पनि केही कुराहरू गर्नुभयो हो। आज चुनौतीहरू धेरै छन्, ती चुनौतीहरूलाई पार गर्दै आजको मितिसम्म पनि जसरी तपाईहरु पत्रकार क्षेत्रमा नयाँ अहिलेका युवा प्रतिभाहरू जसरी जोडिनु भएको छ, उहाँले साँच्चै यो पत्रकारिता क्षेत्र एउटा इज्जतको पेशा हो, मर्यादित पेशा हो, यसको सम्मान सबैले गर्छ भन्ने सन्देश दिन जरुरी छ र त्यतापट्टि हामी अगाडि बढ्ने सन्दर्भमा म पनि यहाँहरूलाई विश्वास दिलाउन चाहन्छु। केही कुराहरू उठे अहिलेको बजेटमा पत्रकार साथीहरूलाई ले आग्रह गर्नुभएको जस्तो बजेट विनियोजन